ल है साथी हो, म चाहिँ बाख्रा लिन जाँदै यता तल यो तलको डाँडा भन्दा तल पुग्न पर्छ र म चाहिँ यहाँ माथिबाट उन्धरी जाँदै हो। यहाँ पुगिसक्यो, सबैजनाले हेर्दिनु होला। बाटो चाहिँ यस्तो अप्ठ्यारो छ कि ढुङ्गै ढुङ्गा जतासुकै। त्यो पारी चाहिँ ओडाल जस्तो छ। चाहिँ यति तल कि यति तल मान्छेहरूले सोच्न पनि सक्दैन। त्यो तल देखेको चाहिँ ओर्ल्याङको विद्यालय, अनि त्यो उता चाहिँ दुमकिम भन्छ, उता माइटार जाने बाटो। त्यो उता अलिअलि देखेको भन्नाले पुरै देख्न त देखेछ। र म चाहिँ यता खरगाडीबाट झरेर बाख्रा लिन चाहिँ जाँदै, सबैजनाले हेर्नु। बाटो चाहिँ अलिक खराबै छ। मेरो अघि लडेर हात पनि काटिसक्यो। टेप बानेर हिँड्दै हो। म चाहिँ यति माथिबाट यहाँ तल आइसक्यो। सबैजनाले हेर्नु होला। म चाहिँ यस्तो बाटो चढ्न पर्छ साथी हो। बाख्रा त अझै पनि देखेको छैन मैले त। कसरी भेटाउने हो बाख्रालाई? बाख्रा गोठालो भएपछि यस्तै हो गाइजो। बाख्रा टाढो जान्छ, अलि अप्ठ्यारो बाटो छ। सबैजनाले हेर्नु। म बाख्रा पनि देखाउने छु तपाईहरुलाई, बाख्रा कति तल जान्छ भनेर। म चाहिँ यता ढुङ्गा बाटोमा आइपुगिसक्यो। सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। म चाहिँ आइपुगिसक्यो है गाइज। ल साथी हो, म चाहिँ आइपुगिसक्यो। हेलो दर्शकबिन साथीहरू, सबैजनाले यहाँबाट हेर्नु होला। यहाँबाट खस्यो भने त एकैचोटि तल गहिरा चाहिँ झर्छ। र म यस्तो बाटो चाहिँ आज बाख्रा खोज्न भनेर आएको। के गर्ने, बाटो नै अप्ठ्यारो रहेछ। यहाँबाट खस्यो भने चाहिँ एकैचोटि पुग्छ माथि। अलि अप्ठ्यारै छ। यहाँबाट चाहिँ बाख्रा पनि कति तल गयो। अलिकता लड्ने सम्भावना हुन्छ। राम्रोसँग जतन गरेर हिँड्नुपर्छ। म यति तल आइसक्यो एकदम धेरै तल। लगभग म गहिरा झर्न लागिसकेको छ। यहाँबाट तल गयो भने त मान्छे त के हुन्छ मलाई थाहा छैन। बाटो पनि छैन, खरको बुट्टा अठाउँदै झर्नु परेको छ। म चाहिँ यति तल, लगभग म खोला पनि झर्नको लागि धेरै छैन। अब यही तल हो, यही तल गहिरा। यो तल चाहिँ तलै छ भनौँ।
ल म यस्तो बाटो चाहिँ झरेर म यहाँनिर चाहिँ पुगिसकेको छ साथी हो। यहाँनिर चाहिँ अलि अप्ठ्यारै छ है, त्यही भएर चाहिँ अलिकता जतन पुर्याएर चाहिँ हिँड्नुपर्छ। मैले बाख्रा पनि देखिसक्यो, सबैजनाले हेर्नु होला। बाख्रा चाहिँ अब यहाँ तल चाहिँ छ साथी हो, बाख्रा चाहिँ तल छ। म चाहिँ यता माथिबाट चाहिँ झरेर जाँदै हो। यस्तो ढुङ्गा कि एकचोटि लड्यो भने मान्छेको हालत के हुन्छ। ल साथी मैले बाख्रा पनि भेटिसक्यो यति तल। म चाहिँ यताबाट घुमेर तलतिर जाँदै हो। बाटो अलि कता खराब छ, उता पारीतिर चाहिँ ओडालहरू अघि मैले त्यो माथि देखाएको ओडाल छ नि, म त्योभन्दा धेरै तल आइसक्यो। र मलाई गहिरा झर्न पनि अब थोरै मात्रै टाइम छ जस्तो लाग्छ मलाई। यतैबाट चाहिँ म तल गहिरासम्म त पुग्न त सकिन्छ, अलिकता बाटो चाहिँ अप्ठ्यारो। ल साथी हो, बाख्रा चाहिँ मैले भेटिसक्यो। बाख्रा चाहिँ यहाँनिर चरिरहेको रहेछ, त्यता माथिबाट चाहिँ उन्धेरी फर्केर हेरिरहेको छ होइन साथी हो। म चाहिँ अब यो ढुङ्गामा बस्न जाँदै फाइनली गाइज मैले बाख्रा चाहिँ भेटिसक्यो। बाख्राको यता छ, म चाहिँ यति तल आइसक्यो। यो डाँडा चाहिँ कटेर जानुपर्छ साथी हो। ल म यति तल आइसक्यो कि सबैजनाले यो भिडियो राम्रोसँग हेरेर लाइक सब्सक्राइब पनि गरिदिनु होला। ल हाम्रो बाख्रा चाहिँ यहाँ चरेर टक्क बसिरहेको छ। ल यो डाँडा चाहिँ यता बासपुरतिरको मान्छेहरू बाख्रा चराउनको लागि आउँछन् र यो उतापट्टिको डाँडा चाहिँ हामीले नै बाख्रा चराउन लिएर आउँछन्। सबैले हेर्नु होला। ल हस् त गाइज, धन्यवाद। म यो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। सबैजनाले यो भिडियो हेरेर राम्रोसँग सेयर कमेन्ट लाइक पनि गरिदिनु होला। हस् त धन्यवाद।